Hello guys, it's me Swan, bassist of the Setis band. मेरो नाम चाहिँ शुक्रराज राई. I am the vocalist of the Setis band. के रेकर्ड्स हेर्दा यो सरदु सरदु रेकर्ड्स हाम्रो दाइको है. थ्याङ्क यू दाइ, एकदम दामी छ नि. ड्रमको लागि हो क्या त्यही सकिनु बाँकी. यस नवीन दाइ. अघि आइपुग्यो तिमीहरू माछा हेर्दै बस्दै एकछिन. के भन्छु मैले टप्पी एउटा मात्रै लिएँ चाहियो अर्को यसलाई जुक्सी यसको यो तान्दा यो जुक्स यस ए हो नि चार्ज गरेछ त्यसो भए चार्ज त्यहीँबाट गर्नुपर्ने रहेछ. चार्ज हेडफोनमै हान्ने हेडफोनमै हान्ने. सबिन्द्रवाला भाइ छ क्या अब. पनि मान्छे हेरौँ न कसले रोक्छ. म पनि मान्छे प्रकृति नाश पार्छु. म पनि तिर्खाउँछु मेरो नि घाँटी सुक्छ. लाइट हाल्नु ल. अब भोकलको भोल्युम त्यहीबाट मिलाउँदैछु. पनि मान्छे हेरौँ न कसले रोक्छ. म पनि मान्छे मा चाहिँ अलिक एकलट चाहिँ पज गर्नु पर्ला चाहिँ. जस यो आउनुभन्दा अगाडि चाहिँ पज गरे एकछिन अनि फेरि कन्टिन्यू गर्नु गरेर नि त. हजुर हुन्छ त. जस यो के अरे के भन्छ बोट बिरुवा काट्यो. जस अब पज गरेर अनि बोट बिरुवाबाट सुरु गर्ने कि अझै उता चाहिँ पज गर्ने. बोट बिरुवा चाहिँ यहाँनिर कन्टिन्यू दिनु भनेको. अनि त्यो बम विस्फोटन भन्छ नि हो त्यहाँदेखिको चाहिँ दिनु पर्यो. अनि बोट बिरुवादेखि त हाइ छ नि त होइन, पुरै हाइ छ. बोट बिरुवा काटी सकाउने अनि त्यहाँदेखि बम विस्फोटन आकाशे भुइँमा हुन्छ नि त्यो भुइँमा जारी त्यति मात्रै गर्ने. त्यहाँदेखि उता चाहिँ के मानव भन्छ नि बम विस्फोटनको चाहिँ सुरु हो. त्यहाँदेखि त लगातारै जाँदा हुन्छ. ए भनेपछि बम विस्फोटन सक्ने भेट्दैन होला. यहाँ चाहिँ माथिबाट अलिक टाइप भयो भने त किबोर्ड सार्दिउँ भन्ने होइन हुन्छ. जस्तो दिँदै इनफ हुन्छ स्पेस. ल रेडी हो गीत गाउन रेडी हुँदै. हेलो म्याच हेलो. यहाँ भेट्दैन रहेछ. थोरैलाई यता सिकारी त्यता त्यता हुन्छु म जता जता. विनाशकारी त्यता त्यता कति म हुँ प्रकृति के रे मलाई नाश पार्छस्. म हुँ प्रकृति नबुझ गछका वाडमा छस्. नरी घमण्ड अब त अतिको दिन्छु म दण्ड. फेरि हान्नुपर्छ त. अलि कस्तो अप्ठ्यारै पारा भन्नु. बम विस्फोटन आकाशे भुइँमा जारी
आज लेभल ठिक्क थियो अघि त कस्तो दामी भएको थियो त्यो चाहिँ लेभल सानो भइदियो क्या त्यही साउन्ड त। बम विस्फोटन नकासे भुइँमा झार्दिउँ भुइँमा 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 बम विस्फोटन विस्फोटन नकासे भुइँमा झार्दिउँ भुइँमै झार्दिने घरकै भयो त रेस्ट गर्ने छिन् हजुर रेस्ट गर्ने रेस्ट लिँदा हुन्छ एकछिन रेस्ट लिनु नि त हुन्छ एकछिन रेस्ट गर्नु त घरकै भइदियो क्या एकैछिन। भुइँले अल्झायो है अलिक फेरि त्यस्तो हान्नुभयो कि त्यस्तै भयो सुनौँ त एक लट फेरि हान्नुपर्छ त यो अलिक कस्तो अप्ठ्यारै पारा भन्नु बम विस्फोटन नकासे भुइँमा भुइँमा झार्दिउँ आज लेभल ठिक्क थियो अघि त कस्तो दामी भएको थियो त्यो चाहिँ लेभल सानो भइदियो क्या त्यही साउन्ड त। बम विस्फोटन नकासे भुइँमा झार्दिउँ भुइँमा भुइँमै झारिदिउँ पानी पियो है पानी पियो गाइसहरू पानी पानीले टाइम लाग्छ त्यो नि फाइनली सक्यो भोकल ट्रिटमेन्ट 1 बजे आएको होइन एक होइन 1:30 राजको झ्याँ 1:30 तिर आएको 7 बजी सक्यो यार मतलब चाहिँ त्यो नवराजको बाट